के हुनु र त्यही हो ज्वरो आउने पेटहरु दुख्ने त्यस्तै भइराछ मलाई पनि 2-3 दिन भइसक्यो सुतेको छु ए हो र ओहो यो कोरोनाको लक्षण देखियो नि कान्छ तिम्रो त यो के भन्दै हुन्छ डाक्टर साहब तपाईले साँचो त भन्दै हुनुहुन्छ नि हजुर अनि सर यो त साँचो कुरा त हो नि मेरो परिवारको बिचल्दै हुन्छ डाक्टर साहब हे भगवान मलाई के कोरोना भएको हो त यदि कोरोना भयो भने त म परिवारसँग भेट्न पाउन्न हे भगवान के हो यस्तो के भयो मलाई हामीले गर्दा गर्दै त्यसले भने हाम्रो के खिल्ली उडाउनु त्यसले रात बाँड्दै हिँड्ने त हामीले यत्रो गर्दा गर्दै रात बाँड्दै हिँड्ने त्यो को हामीभन्दा ठुलो हो त त्यसले हाम्रो आज खिल्ली उडाउँदै हिँड्ने त्यसले हाम्रो नाम गट्टा गर्नु र हाम्रो इज्जत मिट्टीमा मिलाउन लागि त्यसले रात बाँड्दै हिँड्छ गरे त्यसलाई तुरुन्तै समातेर खोरमा हालिहाल्नुस् त हुन्छ सर हुन्छ म आफ्नै कमानमा गएर म आफै गिरफ्तार गरेर लिएर आउँछु त्यसलाई म मुगेर छु एकचोटि बाबु ल्याइदेऊ जिन्दगी खोला जस्तै बगिरहेछ मलाई त जता गए दुख्ने दुख कहाँ पुर्यायो मलाई यो जिन्दगी तिम्रै मायाले म कति टाढाबाट आएँ यहाँ र म तिमीलाई एक फेरा छुन पनि सकिनँ प्यास लागेर भुलमा आउँदाखेरि पनि पानी पिउन पाइने हेर्ने चित्त बुझाउन पर्ने के अवस्था हो यस्तो पक्का बाबु आउनुहुन्छ बाबा आउँछु म फर्केर माया मम्मी बाबाले कालाको कहिले न्याल्नु हाम्रो बाबा आउनुहुन्छ बाबु क्वारेन्टाइनमा लिएर गएको छ आउनुहुन्छ होला नि त्यसको बाबु पनि केही खबर आएन यता हाम्रो हाल त्यस्तो छ के गर्नु भएको छ खै यता हामीलाई के खाने खर्चहरू पनि सिकिसक्यो उता पनि खान पाउनु भएको छ कि छैन ए नानी पनि उठेछ ल उठ्या हो बान होइन अनि हामीले के खाने एउटा खानेकुरा केही पनि छैन है कसले खानु दिन्छ त हामीलाई अब आउनुहुन्छ बाबु पिर नगर बाबा छिट्टै आउनुहुन्छ छिटो गरेर न मम्मी बाबालाई कति देख्न मन लाग्छ भारतबाट आएको पनि नचिने गर्न लगाउँदियो फोन आयो ए कुरा गर्दा गर्दा बाबाको पनि फोन आएछ अलि साह्रो आवाज गर नि म बाबाको आवाज सुनाऊँ मम्मी दिन म बास्तो हुन्छु ए यता छोरा बोल्छ अरे यता बोल्नुहोस् हेलो बाबा आओ हजुर छिटो आउनु न मलाई कति देख्न मन लाग्छ हुन्छ बाबु म अब छिटै आउँछु है कसरी आउँछ है बाबु हुन्छ खाजा भाइ आफ्नो र म फोन गरेँ अनि बाबु ठिक छ नि ए कान्छी कहाँ छौ म त घर आइसकेँ ए म अहिले भर्खर आउँथेँ बाबु रहेछ नि बाबुसँग गएर बसिरहेको छु ल हुन्छ ल छिटो आऊ है ल हुन्छ ओके नमस्ते नानु के छ खै खै नानीलाई म साँच्छु है आऊ नानु हेर त को बाबा आएको यता हेर त यता ओहो कहिलेको सपना बल्ल आज पुरा भयो आज बल्ल मैले चाहिँ मेरो नानीलाई समात्न पाएँ भाइलाई चाहिँ जस्तो लगेको थियौँ त्यस्तै ल्याऊँ होइन अब त्यहाँ चेक जाँच गराइयो कोही सङ्क्रमणहरू यताउता केही पनि छैन अहिलेको अवस्थामा अब जस्तो सुकै यसो अलिअलि रुगा लागे पनि अलिअलि खोकी लागे पनि अब कोरोना नै भयो कि भन्ने अब शङ्का भएको छ अहिलेको
परिस्थितिमा होइन अब दुःख भोग्न पर्यो, त्यसको लागि चाहिँ गाह्रो पनि नमान्नु है। के गर्नु नि त, अब यस्तै रहेछ किस्मती, अब नभएको पनि झेल्नु पर्यो। अब ठिकै छ त भन्न पर्यो, अरू के नै गर्न सकिन्छ र। म पनि खुसी छु, अब मलाई पनि त्यस्तो केही रहेनछ लक्षणहरू। जोस् अब घर आएर चाहिँ होइन आइयो, अब परिवारसँग भेट हुन्छ, जोस् म पनि खुसी छु, त्यस्तो छैन मेरो मनमा। अबका दिनहरूमा अब जस्तै अरू पनि बाहिरबाट आउने मान्छेहरू छन् भने होइन, आउने मान्छेहरू आयो भने अब हाम्रो साथमा मिलेर तपाईँले पनि यसरी नै काम गर्नु पर्यो हामीसँगै होइन। हुन्छ दाइ, भित्रै भोक लागेर हुन्छ। अनि छोरीलाई कस्तो छ त अहिले? बिरामी थिएन के अरे है, अनि तले ठिक भयो नि? के ठिक भएको भन्नु न, त्यही नै पहिला भन्दा त अलि ठिक भएको छ हुन त। अब हजुरले नम्बर दिनुभएको थियो नि, अब उहाँले अब भरोसा गरेर अब गएको चेक गर्नु त, अब खासै व्यवस्था गर्नु भएन। के गर्नुहुन्छ, पानी पिउनुहुन्छ? हुन्छ देऊ न। है अनि बाबु स्कुल कस्तो चलिरहेको छ तिम्रो? टिचरहरूले भनेको अनलाइन हामीसँग मोबाइल पनि छैन पढ्नलाई, नेट पनि छैन। नेट भएको साथीहरूले त पढ्दैन के अरे समस्या छ। बरु कान्छे खाना के कस्तो खाइरहेको छ? सर खाद्य त रातहरू बाँडिरहेको छु। खानालाई त खर्च पनि हुनु पर्यो नि। अब 2 किलो जति राख्दै थियो क्या, अब त्यो पनि सिद्धिसक्यो। अब के खाने हो, केही छ। किन रातहरू पाएको छैन र? गाउँ प्रमुखले त 80,000 को चाहिँ राहतहरू बाँडिरहेको छु भनेर टेलिभिजनहरूबाट भनिरहेको थिएँ, मैले पनि सुनेको थिएँ। किनभने पाएको छैन तिमीले अझै? अब सुन्न त हामीले पनि सुनेको त हो, के कहाँदेखि पाउनु नि। अब हामीले त कतै पाएनौँ के अरे केही पनि। एकजना बनकाइलाले अब रात बाँध्दै हिँड्नु भएको थियो के अरे, अब उहाँलाई पनि छोपेर लगेछ पुलिसले। अब अरू त अब कसले दिन्छ र, अब रात बाँध्नेहरूलाई चाहिँ लगेर जान्छन्। यस्तै छ त नि कान्छी, अब ठुला बडाले अब कहाँ देख्छन् र अनि राम्रो काम गरेको मान्छेलाई त। ए साँच्ची बुढा, क्वारेन्टाइन भनेको चाहिँ के रहेछ, कस्तो रहेछ त्यहाँभित्र? हजुरलाई दुःख सुख गाह्रो के भयो नि? अब के हुनु बुढी, त्यस्तै त रहेछ नि। अब क्वारेन्टाइन भन्नु पनि अब यति सङ्ख्यामा चाहिँ नलागेको मान्छेले पनि लाने, दुर्व्यवहारहरू त्यस्तै गर्ने, त्यस्तै हो। कुनै क्वारेन्टाइनहरूमा त अनि धेरै राम्रो पनि छ अरे। अब म बसेको ठाउँमा त अब त्यस्तै थियो। हुन्छ कान्छी, आज म गएर चाहिँ डक्टर होइन अनि गाउँ प्रमुखलाई पनि भेट्छु। अब हामी जस्तो गरिब निमुखाहरूले चाहिँ कहिलेसम्म यस्तो कष्ट सहेर बस्नु पर्ने हो। ठिकै छ, आज म गएर उनीहरूलाई भेटेर चाहिँ यस बारेमा कुरा गर्छु, आफ्नो कुराहरू पनि राख्छु है, चिन्ता नगर। हुन्छ कान्छी, त्यसो भने भर्खरै गएर त त्यहाँ छलफल गरेर आउँछु म। होइन, एकछिन त्यहाँ पल्टीदेखि त्यो चामल मागेर लिएर आएको छु, त्यो पकाइदिन्छु अनि खाएर जानु होला नि। अहिले किन जानु पऱ्यो, आउँदा बित्तिकै टाइम छ त हजुर। ठिक छ, अब त म आइसकेँ है। छोरी हाँस्दै हो, हाँस्दै छोरी। कहाँ हिँडेको हो? लकडाउनको बेला माग्न लागिन त्यति घुम्नु पाइन्छ? सरी म त्यहाँ के अरे वडा कार्यालयसम्म जान पर्ने थियो, त्यही भएर हतारमा चाहिँ मैले लाउनु भुलेछु। अनि लकडाउनको बेलामा किन बाहिर घुमेको छ? सर अब कसरी भनौँ म तपाईँलाई, म पनि हिजो मात्रै चाहिँ के अरे क्वारेन्टाइनबाट आएको हो। अहिले चाहिँ त्यहाँ कति रातहरू बाँडेछन् भन्ने कुरो सुन्थेँ होइन पहिला। अब कति दिन भयो मेरो घरमा चाहिँ चुलो पनि बोलेको छैन, त्यही भएर चाहिँ यसो कुरा राख्नलाई हिँडेको सर। सर जागिदिनु क्या? होइन, नगरपालिकाको कामको लागि हिँडेर छोड्दै त्यस्तो नभन्नु न सर। हुन्छ, धन्यवाद सर। ल जनता अहिले कुरै नबुझेको, खालि लकडाउनमा बाहिर आछ। जागिदिनु क्या सर? डाक्टर साहब चाहिँदा घरि चाहिँ भाँडो नचाहिँदाखेरिको उसमा चाहिँ ठाडो गराउनु त मिलेन नि त होइन, किनकि तपाईँलाई थाहै छ अहिलेको अवस्था कस्तो छ भन्ने कुरो। अब अस्ति भर्खरै एउटा भाइ मरेछन् गाउँमा होइन, त्यस्तो भयो चाहिँ मैले पनि आज बिहानै आएर चाहिँ कान्छीले भन्दाखेरि सुने।
अब गाउँमा यस्तो भइरहेछ, यस्तो परिस्थितिहरू छ, अलिकति तपाईँहरू सेफ्टी भएर आफूलाई नि सुरक्षित राख्न पर्यो, तर पनि यसो हेरिदिन पर्यो नि। किनकि हेर्नुहोस् अहिले कस्तो परिस्थिति छ अहिले गाउँमा, कति मान्छेहरू चाहिँ बिमारहरू यस्तो लागिरहेको छ। सबैलाई कोरोना छ भन्ने त यसमा मान्यता छैन के अरे, कसैलाई त नहुनु पनि सक्छ नि। यसरी मान्छेहरू भेला हुँदाखेरि यो संक्रमण चाहिँ बढी नै बढ्ने हुनाले चाहिँ मैले नगरेको हुँ। तर यो सामग्रीहरू सायद भोलितिर आइसकेपछि म सबैलाई नै सेवा दिनेछु भन्दै अब यसमा मैले आफै नगरे पनि एउटा बाटो देखाइदिएको हो। बच्चालाई त अलिक ठिकै होला कि त्यही पनि? बच्चालाई चाहिँ अलिक के ठिक भनेर अलि बिसी भइरहेछन्, पहिला भन्दा चाहिँ भएको रहेछन्। अलि भेटेर आएँ अनि कान्छीले पनि के भन्नु अलिक बिसी भएको छ, पहिला भन्दा चाहिँ होस् भन्ने कुरो गरेँ। अब त्यस्तै छ त नि, अब जसो तसो मेरो बच्चालाई त अब ठिकै छ होइन। अनि मेरो बच्चा जस्तै अब हाम्रो यसमा चाहिँ कतिजना छन् हाम्रो गाउँहरूमा, उनीलाई पनि यसो अब आउँदो घडीहरूमा चाहिँ तपाईँहरूले चाहिँ राम्रो तरिकाले चाहिँ व्यवस्था गरिदिनु पर्यो। म आफ्नै लगानीमा चाहिँ सेफ्टीहरू ल्याएर सबैलाई चेक जाँच गर्ने मैले हाम्रो नगर प्रमुखले पनि घोषणा गरिसक्नु भएको छ कि मैले पनि चेक जाँच गर्नु पाउने अधिकार दिँदै हुनुहुन्छ। म गर्छु कान्छा, त्यसमा केही दुःख नमान्नु, म माफी माग्न चाहन्छु कि त्यो विषयलाई लिएर अबदेखि चाहिँ जति पनि हाम्रा गाउँवासीहरू हुनुहुन्छ म सबैलाई यो अवधिभरि नै सक्दो सस्तो मूल्यमा चाहिँ उपचार गर्ने एउटा भाइसँग चाहिँ प्रतिबद्धता दिन चाहन्छु। हस्, धेरै धेरै धन्यवाद छ डाक्टर साहब। अब हामीले गर्ने भनेकै होइन, जहिले अप्ठ्यारो पर्छ त्यतिखेर नै हो। त्यही भएर अब ठिकै छ, पहिला जे हुनु भइगयो, अब चाहिँ राम्ररी तपाईँले पनि अब स्वीकारिसक्नु भयो होइन। मैले आउँदो दिनहरूमा चाहिँ राम्ररी गर्छु भनेर। हस्, हुन्छ त नि, धन्यवाद। ल भाइ, अब त्यसमा केही गुनासो नमान्नु होला। अब आउने घडीमा चाहिँ अबको समयमा म सबैलाई उपचार गर्नेछु है त, है भाइ? हुन्छ हुन्छ दाइ, म पनि अब लागेँ, मलाई पनि अलिकति अरू ठाउँ पनि जान छ। आज निस्कँदै हुनुहुन्छ दाइ, कस्तो लागिरहेको छ तपाईँलाई? ठिकै लागिरहेको छ, खुसी लागेको छु। अब जनताले मलाई चाहिँ अब सपोर्ट गरेर चाहिँ बाहिर निकाल्दै हुनुहुन्छ र म धेरै खुसी छु। नमस्कार। के कति कामले पाल्नुभयो? हामी चाहिँ यो वीरेन्द्रजीको रिहाईको लागि आएको बोल्नु भाइ। नमस्कार सबैजना, नमस्कार। यो देशमा म एउटा मानिस खोजिरहेछु। धन्यवाद, तपाईँहरूले साथ सपोर्ट गर्नुभयो र म जनताको लागि सेवा गर्न हिँडेको मान्छे आज चाहिँ यस्तो यस्तो किसिमको चाहिँ कान्डानी परियो। तर चाहिँ अबदेखि चाहिँ म जनताको उसमा फुल सपोर्ट अझै गर्नेछु, म लागि पर्नेछु भन्ने कुरा चाहिँ मलाई पूर्ण विश्वास छ। र आगामी दिनमा चाहिँ अब जनताले मलाई कति सपोर्ट गर्छन् अझै लागि पर्छु म यस कुरामा चाहिँ। यहाँ कस्तो बिहे भन्नु, जो चाहिँ एउटा चाहिँ ठुलै घटना गराएर चाहिँ आज जस्तो खालको चाहिँ मलाई चाहिँ एउटा बिहेभ गरियो यहाँभित्र। र मैले चाहिँ एउटा जनतालाई एउटा राहत बाँध्ने काम त मैले गरेको होइन र। जनतालाई चाहिँ एउटा चाहिँ भोगोगे नमरुन्, हरेको घरमा त चुला जलोस् भनेर चाहिँ मैले राहत बाँड्दै हिँडेँ। तर चाहिँ मलाई चाहिँ अहिले चाहिँ यो गाउँका चाहिँ ठुला भनाउँदाहरू प्रमुखहरूले चाहिँ यस्तो र उस्तो गरेर आरोप लगाएर अहिले चाहिँ यो चौकीभित्र चाहिँ मलाई थुने। मलाई आफ्नो पिर भन्दा पनि जनताको पिर छ मलाई है। र जसले चाहिँ यसमा मलाई चाहिँ यो हालतमा पुर्याए तिनीहरूलाई मैले बाँकी छोड्ने छैन। अहिले त म भर्खर बाहिर निस्केको छु र जसो घरमा चाहिँ चुला पलेको छैन तिनीहरूलाई चाहिँ म अझै पनि चुला बाल्ने प्रणमै छु। र जुन मलाई चाहिँ यो आरोप लगाएर चाहिँ यहाँ जेलमा हाले, ठिक छ, म तिनको हिसाब किताब चाहिँ म गरेरै छोड्छु। दाजु चिन्ता नगर्नु, हामी नेपालीहरू सबै तपाईँको साथमा छौँ, केही पनि हुन्छ नि तपाईँ। मलाई आशा छ तपाईँ सबैले साथ दिनुहुन्छ भन्ने म पूर्ण विश्वास छ। हाम्रो पूर्ण साथ तपाईँलाई हुनेछ। हस्, धन्यवाद। मेरो बाबु, तिमी के भएर गएको, के भएर ल्यायो नि मेरो बाबुलाई? मेरो बाबु
भाइ खास के भएर भयो यो सब? है अब सामान्य ज्वरो रुगाखोकी आएको थियो, लगेर गएको थिएँ हस्पिटल गएको हस्पिटलले चाहिँ लापरवाही गर्यो। यता देखाएँ गर्दा गर्दै अब सके पछाडि घर लिन पाइएन। आज चाहिँ लिएर आएको छु। ल तपाईँ छोराको चेकअप नहुनसम्म चाहिँ तपाईँ लग्न पाउनुहुन्न भन्ने कुरा भयो। त्यो भए पछाडि हिँड छोडेर आइयो। आज चाहिँ बोलाएर गएको। आखिरमा नेगेटिभै रहेछ। कोरोना भनेर धेरै हल्ला फैलाए, गाउँमा पनि त्यस्तै हल्ला फैलाए। नेगेटिभ रिपोर्ट आयो, तर चाहिँ हस्पिटलको लापरवाहीले, डाक्टरको लापरवाहीले गर्दाखेरि अहिले ज्यान गुमायो। नमस्कार, म लोक तथा दोहोरी गायिका प्रतिमा विश्वकर्मा। तपाईहरू यतिखेर हेर्दै हुनुहुन्छ रङ्गमञ्च संसार, जुन च्यानल मार्फत हजुरहरूले राम्रा भिडियोहरू हेर्न पाउनुहुनेछ र जसको लागि हजुरहरूले यस च्यानललाई सब्स्क्राइब गर्नुहोला र साथैमा रहेको बेल आइकनलाई पनि क्लिक गरिदिनुहोला। धन्यवाद।